क्रुसमा टाँगिनुहुन्थ्यो। कारण त्यो समयमा चाहिँ यस्तो व्यक्तिलाई मात्र क्रुसमा टाँगिन्थ्यो जुन चाहिँ अत्यन्त रूपमा नीच घृणित अपराध गर्ने व्यक्तिलाई मात्र, अपराधीलाई मात्र के दिन्थ्यो, क्रुसमा टाँगिन्थ्यो। अनि सोच्नुहोस् त हामीले विश्वास गरेको प्रभुलाई चाहिँ संसारिक दृष्टिकोणले कस्तो हेर्छ होइन, अत्यन्त रूपमा अपराध गरेको व्यक्तिको रूपमा देखेको थियो नि त होइन। त्यसैले चाहिँ पावलले भन्छन् म शर्माउँदिनँ, कारण उहाँ चाहिँ मेरो पाप र अपराधलाई लिएर चाहिँ उहाँ क्रुसमा टाँगिनु। त्यस्तै उनले हेर्छौँ भने प्रेरित 16 अध्यायमा होइन, पावल र सिलास चाहिँ फिलिपीको झ्यालखानामा छन् येशू समाचार प्रचार गर्ने दौरानमा। उनीहरू मिसन ट्रिपमा छन् होइन, त्यहाँ समाचार प्रचार गर्छन्। त्यस पछाडि अब अन्य जातिहरूको चाहिँ के हुन्छ, बिजनेस नै बन्द हुन्छ र त्यस पछाडि के हुन्छ, उनीहरूलाई झ्यालखानामा हालिन्छ, उनीहरूलाई कपडा च्यातिन्छ, लट्ठीले पिटिन्छ, त्यसपछि ठिङ्गुरोले बाँधिन्छ र के गरिन्छ, झ्यालखानामा चाहिँ हालिन्छ। अनि मध्यरातमा 25 पदमा, अनि मध्यरातमा पावल र सिलास प्रार्थना गरिरहेका परमेश्वरको भजन गाइरहेका थिए। यहाँ सोच्नुहोस् त, पिटाइ खाएको छन्, बेइज्जत गरिएका छन्, ठिङ्गुरोले बाँधेका छन्, तर के गरिरहेका छन्, प्रार्थना गरिरहेका छन् होइन, परमेश्वरको भजन गाइरहेका छन्। अनि कैदीहरूले उनीहरूलाई सुनिरहेका थिए, अरू धेरै कैदीहरूले सुनिरहेको थिए होइन। अनि एक्कासी एउटा ठुलो भुइँचालो आयो, यहाँसम्म कि झ्यालखानाका जगहरू हल्लाए, अनि तुरुन्तै सबै ढोकाहरू खोलिए, सबैका बन्धनहरू खोलिए। अनि झ्यालखानाका हाकिमले निन्द्राबाट गुल्झेर झ्यालखानाका ढोकाहरू खुल्लै देख्दा कैदीहरू चाहिँ भागिसके भन्ने सम्झी तरवार निकालेर आफैलाई चाहिँ मार्न लागेको थिए। तर पावल यसो भन्दै ठुलो स्वरले कराए, आफूलाई केही हानि नगर्नुहोस्, किनभने हामी सबै यहीँ छौँ। तब बत्ती मगाएर तिनी हाम फाल्दै भित्र पसेर थरथर काँदै पावल र सिलासका सामु भुइँमा घुट्टो परे। अनि उनीहरूलाई बाहिर निकाले र भने, हजुरहरू मुक्ति पाउनलाई मैले के गर्ने। सोच्नुहोस् त, उनीहरू प्रार्थना गरिरहेको थिए होइन, भजन गाइरहेको थिए, उनीहरू पीडामा थिए, तर उनीहरू परमेश्वरसँग रमाइरहेको थिए र परमेश्वरको उपस्थितिमा उनीहरू आनन्द मनाइरहेको थिए। अनि त्यसैमा भुइँचालो जान्छ, सबै बन्धनहरू तोडिन्छ, झ्यालखानाको ढोकाहरू के हुन्छ, खुल्ला हुन्छ। तर पावल र सिलास चाहिँ परमेश्वरको उपस्थितिदेखि भाग्न चाहँदैनन्। कारण पावल र सिलास त्यतिखेर भागेको भए के हुन्थ्यो, यो भनौँ न, यो जेलरले मुक्ति पाउँथ्यो, पाउँदैन थियो। यो जेलरको सम्पूर्ण घर परिवारहरू बाँच्दैन थिए। र उनीहरूको निम्ति त ढोका खुल्ला थियो नि त होइन, उनीहरू भाग्न सक्थ्यो नि त होइन, तर उनीहरू भागेनन्, कारण त्यहाँ परमेश्वरको उपस्थिति थियो। प्रियहरू, जब हामी परमेश्वरको उपस्थितिमा रहन्छौँ भने, हामी ख्रिस्टसँगै रहन्छौँ, ख्रिस्टको उपस्थितिमा रहन्छौँ भने त्यहाँ हामीले पनि यस्तै कार्यहरू देख्न सक्छौँ। त्यहाँ बन्धनहरू तोडिन्छन् होइन, मानिसले मुक्ति पाएको हामी देख्न सक्छौँ। र मानिसहरू बाँचेको संसारको बन्धनबाट, धर्मको बन्धनबाट, त्यसो के बन्धन हुन्छ होइन, रीतिरिवाजको बन्धनबाट उनीहरू झ्यालखानामा छन्। तर जब हामी परमेश्वरको उपस्थितिमा रहन्छौँ र मनिषहरूले भन्नुभयो जस्तै हामी सुसमाचारसँग शर्माउँदैनौँ भने हामीले पनि हाम्रै आँखाले देख्छौँ कि त्यहाँ त्यो जेलरले मुक्ति पाएको जस्तै हामी ती कुराहरू देख्न सक्छौँ। त्यसैले हामी परमेश्वरको उपस्थितिमा सधैँ रहिरहन्छ। हामी हुन्छ पार्छ।